नमस्कार, फेरि पनि म सन्तोष एसपी सर। आजको भिडियोमा हामी फेनोलसँग रिलेटेड इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सनको बारेमा डिटेलली बुझ्ने कोसिस गर्नेछु। आउनुहोस्, फेनोल भनेको चाहिँ हेर्नुहोस्, इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सन गर्दाखेरि जहिले पनि बेन्जिन रिङमा दुई किसिमको डिरेक्टर हुन्छ। एउटा हुन्छ अर्थोप्यारा डिरेक्टर र अर्को हुन्छ मेटा डिरेक्टर। अब कस्तो अर्थोप्यारा डिरेक्टर, कस्तो मेटा डिरेक्टर, त्यसको रेजोनेटिङ स्ट्रक्चरबाट हामीले क्लियरली बुझ्न सक्छौँ। हेर्नुहोस्, दुईटा कुरा नोट गर्नुहोस्। जुन पनि ग्रुप छ इलेक्ट्रोन डोनेटिङ ग्रुप छ, इलेक्ट्रोन रिलिजिङ ग्रुप छ, कुनै पनि ग्रुप इलेक्ट्रोन डोनेटिङ ग्रुप छ भने त्यसलाई तपाईँले बुझ्नुहोस् अर्थो एन्ड प्यारा डिरेक्टर। अर्थो एन्ड प्यारा डिरेक्टर भनेर बुझिहाल्नुहोस्। किन र कसरी अहिले फेरि हामी क्लियर हुनेछौँ। कुनै पनि ग्रुप इलेक्ट्रोन डोनेटिङ ग्रुप भएमा अर्थो एन्ड प्यारा डिरेक्टर हुन्छ भने इलेक्ट्रोन विथड्रइङ ग्रुप बेन्जिनमा जोडेको छ भने त्यो हुन्छ मेटा डिरेक्टर। इलेक्ट्रोन डोनेटिङ ग्रुप अर्थो प्यारा डिरेक्टर एन्ड इलेक्ट्रोन विथड्रइङ ग्रुप मेटा डिरेक्टर। अब कस्तो हो त इलेक्ट्रोन डोनेटिङ ग्रुप, इलेक्ट्रोन रिलिजिङ ग्रुप? हेर्नुहोस्, फेनोलको रेजोनेन्स स्ट्रक्चर, फेनोल बेन्जिन रिङमा तीनटा पाइ बोन्ड हामीले देखाएको छौँ र ओ र एच फङ्सनल ग्रुप हामीले जोडेको छौँ र ओमा दुईटा लोन पेयर अफ इलेक्ट्रोन फेनोलमा हुन्छ। जुन लोन पेयर अफ इलेक्ट्रोनको कारणले गर्दा फेनोलले ओमा भएको इलेक्ट्रोन डोनेट गरेर यहाँ डबल बोन्ड फर्मेसन गर्न सक्छ र त्यसरी डबल बोन्ड फर्मेसन भयो भने भित्रको पाइ बोन्ड बाहिर निस्किन जान्छ र यसरी डबल बोन्ड फर्मेसन हुँदा पाइ बोन्ड बाहिर निस्किँदा एउटा नेगेटिभ चार्ज देखिन्छ। अब त्यो नेगेटिभ चार्ज भनेको दुईटा इलेक्ट्रोन, त्यसले यहाँ बोन्ड फर्मेसन गर्यो भने सँगै दुईटा पाइ बोन्ड, कार्बनको दुईटा डबल बोन्ड सँगै हुन सक्दैन, त्यही भएर त्यो भित्रको पाइ बोन्ड बाहिर निस्किन्छ। हेर्नुहोस्, र यहाँ नेगेटिभ चार्ज देखिन्छ। त्यसरी नै यो नेगेटिभ चार्जले यहाँ बोन्ड फर्मेसन गर्यो भने यो बोन्ड बाहिर निस्किन्छ र यहाँ नेगेटिभ चार्ज देखिन्छ। अनि फेरि यो नेगेटिभ चार्जले यहाँ बोन्ड फर्मेसन भयो भने फेरि यो बोन्ड सरेर पहिलेको अवस्थामा जान्छ र यसरी यो रेजोनेटिङ स्ट्रक्चर हामीले बनाएर हेर्दा के देख्यौँ त फेनोलको भन्दा यो अर्थो पोजिसन हो, यो प्यारा पोजिसन हो, यो अर्थो पोजिसन हो। फेनोलको अर्थो र प्यारा पोजिसनमा इलेक्ट्रोन डेन्सिटी रिलेटिभली हायर रहेछ मेटा पोजिसन भन्दा। मेटा पोजिसनमा त्यस्तो नेगेटिभ चार्ज डेभलप भएको छैन। त्यो कारणले गर्दा फेनोलको अर्थो र प्यारा पोजिसनमा इलेक्ट्रोन डेन्सिटी धेरै हुन्छ। अब इलेक्ट्रोफाइल भनेको त्यस्तो रिएजेन्ट हो जसले इलेक्ट्रोन रिच स्पेसिसमा एट्याक गर्छ, इलेक्ट्रोन रिच सेन्टरमा एट्याक गर्छ। त्यो भएको कारणले गर्दा अब यहाँ कुनै पनि इलेक्ट्रोफाइलले एट्याक गर्यो भने कि त यसको अर्थो पोजिसनमा कि त यसको प्यारा पोजिसनमा एट्याक गरेर दुईटा प्रोडक्ट बनाउन सक्छ। त्यही भएर यिनीहरू के भयो त अर्थो प्यारा डिरेक्टर भयो। एनइबीमा क्वेसन सोधिरहेको हुन्छ फेनोललाई किन अर्थो प्यारा डिरेक्टर भनिन्छ भन्दाखेरि त्यसको रेजोनेटिङ स्ट्रक्चर बनाएर हामीले एन्सर दिनुपर्ने हुन्छ र त्यसको रेजोनेटिङ स्ट्रक्चर बनाउँदा यति याद गर्नुहोस्, अर्थो र प्यारा पोजिसनको कार्बनमा नेगेटिभ चार्ज डेभलप हुन्छ जहाँ इलेक्ट्रोन डेन्सिटी मेटा भन्दा धेरै हुन्छ। अब कुनै पनि इलेक्ट्रोफाइल आएर एट्याक गर्यो भने त्यो अर्थो र प्यारा पोजिसनमा एट्याक गर्न सक्छ। त्यही भएर तिनीहरूलाई अर्थो प्यारा डिरेक्टर भनिन्छ भनेर हामीले एन्सर दिन सक्छौँ। अब यो अर्थो प्यारा डिरेक्टर नेक्स्ट भिडियोमा हामीले इलेक्ट्रोन विथड्रइङ ग्रुप किन मेटा डिरेक्टर, नाइट्रोबेन्जिन किन मेटा डिरेक्टर, बेन्ज एल्डिहाइड किन मेटा डिरेक्टर, बेन्जोइक एसिड किन मेटा डिरेक्टर भन्ने कुरालाई यस्तै रेजोनेन्स स्ट्रक्चर बनाएर डिस्क्राइब गर्नुपर्ने हुन्छ। अब अहिले हामीले फेनोलमा रहेर इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सनको डिस्कस गर्दै गर्दा इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सन फेनोलमा के हुनसक्छ त भन्दाखेरि फर्स्टमा रहेको छ हेलोजिनेसन। हेर्नुहोस्, अब कुनै पनि फेनोलमा हेलोजिनेसन गर्नुहुन्छ भने दुईटा कुरा याद गर्नुहोस्। फेनोलमा
हेलोजिनेसन हामीले गर्दैछौँ यदि एक्युस ब्रोमिन लिएर हेर्नुहोस् है यो प्रोडक्ट फरक फरक बन्न सक्छ। एक्युस ब्रोमिनसँग चाहिँ फेनोललाई ब्रोमिनेसन गर्दैछ भने यसको अर्थो प्यारा र अर्थो तिनटै पोजिसनबाट हाइड्रोजनलाई रिप्लेस गरिदिन्छ ब्रोमिनले र बन्न जान्छ यहाँ सिम्पल छ फेनोल छ। अब अर्थो याद गर्नुहोस्, अर्थो भने यो, प्यारा भने यो र अर्थो भने यो। बेन्जिनमा तीनटा पोजिसन हुन्छ, अर्थो मेटा प्यारा, अर्थो प्यारा यो दुईटा पोजिसन मेटा। अब यस्तो प्रोडक्ट बन्न जाँदो रहेछ र हाइड्रोजनलाई HBr को फर्ममा निकालिदिन्छ यसले ब्रोमिनले र ब्यालेन्स गर्दा फेरि राख्न सक्छौँ। यसरी ब्रोमिनेसन गर्दा प्रोडक्ट के बन्यो त हाम्रो 2 4 6 भन्नुहोस्, यसलाई 1 भन्नुहोस्, 1 2 3 4 5 6 2 4 6 ट्राई ब्रोमोफेनोल भन्ने प्रोडक्ट बन्न जान्छ ब्रोमिनेसन गर्दा। यो प्रिसिपिटेट बन्छ, येलोइस व्हाइट प्रिसिपिटेटको त्यस्तो कम्पाउन्ड बन्न जान्छ। अब यसमा विचार गर्नुहोस्, कुनै लेस पोलार सल्भेन्ट युज गर्यो, ब्रोमिनेसन गरेको छौँ तर सल्भेन्ट चाहिँ CS2 CCl4 यस्तो लेस पोलार सल्भेन्ट युज गरेको छौँ र लो टेम्परेचरमा ब्रोमिनेसन गर्दैछौँ भने दुईटा प्रोडक्ट बन्छ। याद गर्नुहोस्, एउटा अर्थो प्रोडक्ट फेनोलको अर्थो पोजिसनमा BRR बसिन्छ र एउटा प्रोडक्ट बन्छ प्यारा प्रोडक्ट, फेनोलको प्यारा पोजिसनमा आएर ब्रोमिन बसिन्छ र O ब्रोमोफेनोल र P ब्रोमोफेनोल। ओलाई भन्न सकिन्छ 2 ब्रोमोफेनोल, पीलाई भन्न सकिन्छ 4 ब्रोमोफेनोल। यसरी P ब्रोमोफेनोल र O ब्रोमोफेनोल मध्ये पनि मेजर प्रोडक्ट सोधेको छ भने याद गर्नुहोस्, जहिले पनि P वाला प्रोडक्ट प्यारा वाला प्रोडक्ट चाहिँ बढी मेजर प्रोडक्ट हुन्छ, P ब्रोमोफेनोल इज द मेजर प्रोडक्ट भन्न सक्नुहुन्छ। यसरी हेलोजिनेसनमा एक्युस ब्रोमिनमा के हुन्छ र लेस पोलार सल्भेन्ट युज गरेर ब्रोमिनेसन गर्दा के हुन्छ त्यो पनि नोट गर्नुहोस् हेलोजिनेसनमा। अब रहेको छ इलेक्ट्रोफिलिक सब्स्टिट्युसन, हामीले पढ्दैछौँ भने नाइट्रेसन छुटाउनु हुँदैन 2 नम्बरमा। नाइट्रेसन भन्ने बित्तिकै हेर्नुहोस् फेनोललाई यति विचार गर्नुहोस्, नाइट्रेसन कहीँ पनि नाइट्रेसन गर्नु छ भने कङ्क नाइट्रिक एसिड र कङ्क सल्फ्युरिक एसिडको प्रेजेन्समा रियाक्ट गर्नुपर्छ। यसलाई जुन प्रोसेसलाई भन्छ नाइट्रेसन, कङ्क HNO3 र कङ्क H2SO4 को मिक्सर हुनुपर्छ। दुईटा एसिडको मिक्सरमा फेनोललाई चाहिँ नाइट्रेसन गर्यो भने अब नाइट्रो ग्रुप इलेक्ट्रोफाइल जेनेरेट हुन्छ। यो दुईटा मिक्सरबाट इलेक्ट्रोफाइल NO2+ ले कहाँ एट्याक गर्छ, अघि जस्तै यसको अर्थो प्यारा र अर्थो पोजिसनमा नाइट्रो ग्रुपले रिप्लेस गरिदिनुहोस् हाइड्रोजनले। सिम्पल तालले फेनोल छ, नाइट्रो ग्रुप ल्याइदिनुहोस्, NO2 ग्रुप ल्याइदिनुहोस् प्यारामा पनि अर्थोमा पनि, झुकेर पनि मेटामा नलाग्नुहोस् किनभने फेनोल भनेको अर्थो प्यारा डिरेक्टर हो। अब बन्न जान्छ 2 4 6 ट्राई नाइट्रोफेनोल। हेर्नुहोस् इम्पोर्टेन्ट कम्पाउन्ड 2 4 6 ट्राई नाइट्रोफेनोल। 2 4 6 ट्राई नाइट्रोफेनोल जसलाई पिक्रिक एसिड पनि भनिन्छ, पिक्रिक एसिड जुन चाहिँ हाइली एक्सप्लोसिभ केमिकल हो। यो यता मिलिटरी पर्पजहरूमा यो पिक्रिक एसिडहरू युज गरेको हुन्छ, डाइजहरू बनाउने बेलामा पनि युज गरेको हुन्छ, डिफ्रेन्ट टाइप्सको ड्रग्सहरू बनाउने बेलामा पनि पिक्रिक एसिड युज भएको हुन्छ, थुप्रै ठाउँमा यसको युज हुन्छ। त्यही भएर याद गर्नुहोस् फेनोललाई नाइट्रेसन गऱ्यो भने 2 4 6 ट्राई नाइट्रोफेनोल पिक्रिक एसिड फर्मेसन हुँदो रहेछ भने यही नाइट्रेसनलाई यदि डाइल्युट नाइट्रिक एसिड युज गर्यो, डाइल्युट HNO3 मात्र युज गरेका छौँ लो टेम्परेचरमा, डाइल्युट नाइट्रिक एसिड मात्र युज गरेका छौँ भने यसले दुईटा प्रोडक्ट बनाउँछ। अघि जस्तै याद गर्नुहोस् अर्थो र प्यारा प्रोडक्ट, अर्थोमा आउँछ नाइट्रो ग्रुप र प्यारामा आउँछ नाइट्रो ग्रुप, दुईटा प्रोडक्ट बन्न सक्छ यहाँबाट
भन्नुहोस् न। ओ नाइट्रोफेनोल र पी नाइट्रोफेनोल। ओलाई भन्न सकिन्छ 2 नाइट्रोफेनोल, 4 लाई भन्न सकिन्छ, पी लाई भन्न सकिन्छ 4 नाइट्रोफेनोल। यी दुईटा मध्ये पनि पी नाइट्रोफेनोल इज द मेजर प्रोडक्ट। अर्थो नाइट्रोफेनोल, प्यारा नाइट्रोफेनोल। ठिक छ, यो भयो नाइट्रेसनमा जानुपर्ने कुरा हामीले। अब नेक्स्ट रहेको छ इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सनको अर्को इम्पोर्टेन्ट छुट्याउन नहुने कुरा सल्फोनेसन भन्ने छ। हेर्नुहोस् है, सल्फोनेसन। फेनोलमा सल्फोनेसन गर्ने कम सल्फ्युरिक एसिड, फ्युमिङ सल्फ्युरिक एसिडले गर्न सक्छौँ हामीले। र सल्फोनेसन गर्दा चाहिँ टेम्परेचरमा डिपेन्ड हुन्छ यसको। हेर्नुहोस्, अब सल्फोनेसन गर्दा फेनोलमा सल्फोनेसन गर्दैछौँ हामीले, फेनोलमा सल्फोनेसन गर्दैछौँ 20 डिग्री। हेर्नुहोस्, 20 डिग्री र 100 डिग्री दुईवटा टेम्परेचर याद गर्नुहोस्। 20 डिग्रीमा अर्थो प्रोडक्ट बन्छ। अर्थो प्रोडक्ट भन्नाले अब यहाँ के आउने हो त सल्फोनेसन गर्दा भन्नुहोस् त। फेनोलमा सल्फोनेसन गर्दा SO3H ग्रुप, सल्फोनिक ग्रुप आउने हो। SO3H लाई भन्छ सल्फोनिक ग्रुप, अर्थोमा आउँछ। र फेनोलको प्यारा पोजिसनमा आउँछ सल्फोनिक ग्रुप SO3H, यसलाई भन्छ सल्फोनिक ग्रुप। अब भन्न सकिन्छ, हेर्नुहोस् है, अर्डरमा सल्फोनिक ग्रुप अगाडि हुन्छ। हामीले अर्डर डिस्कस गरेका छौँ, त्यही भएर 2 हाइड्रोक्सी बेन्जिन सल्फोनिक एसिड, 2 हाइड्रोक्सी 2 भन्नु पऱ्यो है, अथवा अर्थो हाइड्रोक्सी भन्न सक्छौँ। 2 हाइड्रोक्सी बेन्जिन सल्फोनिक एसिड, सल्फोनिक एसिड भन्न सकिन्छ है, सल्फोनिक एसिड। 2 हाइड्रोक्सी बेन्जिन सल्फोनिक एसिड, 4 हाइड्रोक्सी बेन्जिन सल्फोनिक एसिड भनेर भन्न सक्छौँ यसलाई। र यसमा पनि यो दुईटा मध्ये मेजर प्रोडक्ट चाहिँ 4 हाइड्रोक्सी बेन्जिन सल्फोनिक एसिड, यो हुन जान्छ सल्फोनेसन। लास्ट एउटा इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सनको एक्जाम्पल छ हाम्रो। फेनोलमा फ्राइडल क्राफ्ट अल्काइलेसन गर्दा के हुन्छ? हेर्नुहोस् है, 4 नम्बरमा छौँ हामी। फ्राइडल क्राफ्ट अल्काइलेसन। फ्राइडल क्राफ्ट अल्काइलेसन गर्दा हेलो अल्केनसँग गरिन्छ। एनहाइड्रस AlCl3 को प्रेजेन्समा। र यसरी अल्काइलेसन गर्दा यसको पनि अल्काइल ग्रुप एकचोटि अर्थो पोजिसनमा, एकचोटि प्यारा पोजिसनमा अल्काइल ग्रुपले हाइड्रोजनलाई सब्स्टिट्युट गरिदिन्छ र दुईटा प्रोडक्ट बन्छ। हेर्नुहोस्, अर्थो र प्यारा प्रोडक्ट दुईटा बनाइदिनुहोस्। फेनोल छ, अर्थोमा CH3 ल्याइदिनुहोस् र प्यारामा CH3 ल्याइदिनुहोस्। सिम्पल दाजु, अल्काइल ग्रुप ल्याइदिनुहोस् र ओ मिथाइल फेनोल र पी मिथाइल फेनोल भन्न सक्छौँ। ओ मिथाइल फेनोल र पी मिथाइल फेनोलको नेमिङ चाहिँ कमन नेम ओ क्रिसोल, यो पनि याद गर्नुहोस्। र यसलाई भन्छ पी क्रिसोल, कमन नेम हुन्छ। र पी क्रिसोल इज द मेजर प्रोडक्ट इन फ्राइडल क्राफ्ट अल्काइलेसन। 2 मिथाइल फेनोल, 4 मिथाइल फेनोल, ओ मिथाइल फेनोल, पी मिथाइल फेनोल दुईटा प्रोडक्ट बन्न जाँदो रहेछ। यसरी इलेक्ट्रोफिलिक सब्स्टिट्युसन हुँदा फेनोल किन अर्थो प्यारा डिरेक्टर र यसमा हुने इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सनमा किन अर्थो र प्यारा प्रोडक्ट बन्दो रहेछ भन्ने कुरा हामी क्लियरली सिक्न सक्यौँ। यसरी नै नेक्स्ट भिडियोमा हामी क्लोरोबेन्जिन लिएर आउनेछौँ र मेटा डिरेक्टरवाला एरोमेटिक हाइड्रोकार्बन लिएर आउनेछौँ। तपाईँहरू आउँदै गर्नुहोस्, स्टेपले अवश्य काम गर्नेछ। बोर्ड एक्जाम आइसकेको छ, त्यही भएर तपाईँहरू कलम कपी लिएर रेडी अवस्थामा आउनुहोस्, हामी साथमा छौँ। थ्याङ्क यू। भिडियो अलि लामो भयो, हेरिदिनुहोस्, पुरै हेरिदिनुहोस् होला। थ्याङ्क यू।